बुवा तपाईँको नाम के हो? मेरो नाम बादिक जिम्बा हो। म यहाँ कलेजमा आएर 7-8 वर्ष भयो होला काम गरेको। हजुर। पहिला मैले चाहिँ यहाँ 2 वर्ष यो फर्ममै हेरे हो। अहिले चाहिँ 2 वर्ष पछाडि उता भेटनरी हस्पिटलमा हेरेको थिएँ। फर्ममा भन्नाले गाई फर्ममा खरायोलाई हेर्नुहुन्थ्यो। खरायो। अनि यो खरायो कति पाल्नु भएको छ यहाँ? खरायो पहिला त 44-45 सम्म भएको थियो। अहिले बस्तु पाउनलाई अलि कोही मर्छ, कोही बच्चा पनि कम पाउने, त्यही भएर अलिक कमै छ। पालमा चाहिँ खरायो 17-18 वटा खरायो होला। अहिले चाहिँ 35 दिनभित्र चाहिँ पाउने रहेछ खरायो। 35 दिनभित्रमा बच्चा जन्माउँदो रहेछ। अनि यो खरायोले के खान्छ? चापट र घाँस दिने। हजुर। अरू त केही दिएको छैन। चापड र घाँस मात्रैले हुन्छ यो खरायोलाई? चापट र घाँस मात्र। तपाईँको घर चाहिँ कहाँ नि बुवा? मनरी हो। मनरी। कति भयो रे यहाँ काम गर्नुभएको? 8 वर्ष। तपाईँले यहाँ काम गरे बापत स्यालेरी कति पाउनुहुन्छ? 10-15 हजार पाउँछ महिनाको। 10-15 हजार। कति परिवार हुनुहुन्छ नि? 5 जना। यहीँ बस्नु भएको छ कि? म मात्र हो यहाँ त। छोरा र म बसेको छु। अरू चाहिँ अनि 10-15 हजारको कमाइले तपाईँलाई घर चलाउन गाह्रो भएको छैन? पुग्दैन। त्यो पैसा त लगभग एकजना खाने मात्रै ठिक हुन्छ। घर धान्न त सक्दैन। त्यो कसरी म्यानेज गर्नु भएको छ त? हिसाब गर्दा त बस्छ नै, तर पैसा बस्न चाहिँ सक्दैन। घर धान्न चाहिँ सक्दैन यो पैसाले। खाना बस्न बाहेक 15 हजार हो कि खाना बस्न सहित 15 हजार हो? 15 हजार। बस्न चाहिँ मात्रै परेन, खाना आफ्नै हो। बस्न यहीँ बस्नुहुन्छ? हजुर, कलेजभित्र बस्छु। अनि यति बेला घरमा जानु भएको छ कि छैन? गएको छ। बिदाको बेलामा जाने। हप्तामा एकचोटि बिदा हुन्छ कि? शनिबार बिदा हुन्छ। सार्वजनिक बिदाको बेलामा बिदा हुन्छ। अनि शनिबार जानुहुन्छ, आइतबार आउनुहुन्छ? हजुर। यिनीहरूलाई हेर्न कतिको दुःख हुन्छ तपाईँहरूलाई? जीवित जात हो, त्यसलाई त हेरिरहनु पर्यो। यसलाई छोड्ने पनि गर्नुहुन्छ कि जति बेलै थुनिराख्नुहुन्छ? थुनिरहने हो। अब परालसारमा त यहाँ छोडेको सब हराएर पालभित्र बसेर कागले लाने, किल्ली लाने, त्यो बाहिर छोड्ने, खोरभित्रै बसेर। अनि यसलाई कतिको सफा गर्नु पर्दो रहेछ? दिनको 2 चोटि। दिनको 2 चोटि हो। आज दिनको 2 चोटि सफा गर्नुभयो? गर्नु भएको छैन? कति बेला गर्नुहुन्छ त? यो त फोहोर देखिएछ त होइन? दिनको 2 चोटि सफा गर्नुपर्छ खरायो। पानी खान्छ कि खान्न यसले? पानी खान्छ। आज सफा गर्नु भएको छैन? सफा गरेको छैन। अनि तपाईँहरूले यहाँ भित्र सफा गर्दाखेरिमा निस्किँदैन बाहिर? निस्किँदैन। ढकनी छ, त्यो ढकनी ल्याएर निस्किन्छ। भनेपछि तपाईँ यो पेसामा सन्तुष्टि हुनुहुन्छ कि कुनै अर्को पेसा गर्न पाए हुन्थ्यो जस्तो लागिरहेछ? त्यो त तर ठिक त छैन यो हेर्नेलाई त। तपाईँ कति वर्ष हुनुभयो? 58 वर्ष भयो। 58 वर्ष हुनुभयो। छोराहरू विदेश जानु भएको छ कि यहीँ कमाइ गर्नु भएको छ कि? यतै छ, छोरा पनि हेरेको। के गर्नुहुन्छ छोराले फेरि? छोरा पनि यहीँ हो, यही फर्ममा हेर्ने हो। यसलाई हेरेरै दिन बिताइराख्नु भएको छ, आफ्नो गुजारा चलाइराख्नु भएको छ होइन? भनौँ त्यही हो। तपाईँले कुनै राम्रो काम पायो भने अन्त गर्छु जस्तो मान्नु भएको छैन? योभन्दा अलिक बेसी स्यालेरी पायो भने? अरू काम चाहिँ पायो भने त जानु पनि सकिन्छ। यहाँ फर्ममा हेर्ने त गाह्रै पर्छ, जो पनि गाह्रै पर्छ। काम पायो भने त जान त जान्थ्यो। लगभग यहाँ बराबर स्यालेरी पाएर अन्त ठाउँ चाहिँ पाए पनि जानु पनि सक्थ्यो पनि होला क्या। यो फर्ममा त धेरै गाह्रो है। हजुर। बिहान कति बजेदेखि यसको सेवा गर्नुहुन्छ? बिहान 5 बजीबाट हेर्छौँ बिहान। बेलुका? बेलुका भनौँ 5-6 बजीसम्म हेर्नु पर्छ। ए